खोइदनापुर गाउँ जहाँका अधिकतम मानिसहरू कृषि पेसामा आबद्ध छन्। यस गाउँमा पछिल्लो 10 वर्षदेखि विषादीको जथाभावी रूपमा प्रयोग भइरहेको छ र यसै गाउँमा बसोबास गर्ने एक परिवार हो खिमे साइलाको सानो परिवार, जसमा उसको श्रीमती, आमा र छोराछोरी छन्। कथा बिहानीको मिरमिरे उज्यालोसँगै सुरु हुन्छ। पक्नुस् न आमा, पाक्दैछ। म एक्लैले कति ठाउँमा भ्याउनु, यसो कसैले सघाउँ भन्दैनन्। घरका जहान भने बिस्ताराका बिस्तारमै छन्। ल न उठा अब त। म पनि कति कराउँछ एका बिहान बिहानै। अतनी हजुर पनि खाली मकराको मात्रै देख्नुहुन्छ। जनाजा बिदाको दिन सबैजना भएर खेतको काम सकाउला भनेको कोही उठ्ने नामै लिँदैन त। ल न नानी उठ छिटो। के खेत जानु र खै बुढी, यसपालि लाको खेती त हेरिसक्नु नि छैन रोग किराले। अतनी बुढा, औषधि त पोट जति हालेकै हो, यसपालि के भएछ? छुदै छैन त। कहाँ तपाईँको जस्तो जमाना छ र अब उहिलेको कुरा खुइले। अहिले औषधि नहाले त 4 जनाको झान पाल्न नि गाह्रो छ। ल अब गन्थन मन्थन धेरै नगरौँ। हजुर गोठतिर लाग्नुस्, म भातसात पकाउँछु अनि सँगै खेतमा जानुपर्छ। ए त नि साँच्ची। ल छोरी। हजुर बाबा। एग्रो बेट गएर मकैको लागि 2 काँडा खालको औषधि ले त। हिँड न फेरि दोहोरो काम। कहाँ मकैले मात्रै, करेसाबारीका काँक्रा पनि सखा छन्। के को बालखा हो र यसको? के को बालखा हो र यसको उमेरमा यसकी आमाले मैले यही घरमा भित्राएको होइन? बुढा पनि के भन्नुहुन्छ केटाकेटीको अगाडि। ए ल त्यसो भए छोरी एउटा भेट गएर मकैको 2 काँडा खालको औषधि ले त। हुन्छ बुवा। ल छिटो आइज है, कतै नभुलिकन। छोरी एक्लै गाउँ नजिकैको एग्रो बेटमा जान्छन्। नानी एक बच्चा मकैबारीलाई एक बच्चा करेसाबारीलाई है। ल त्यसो भए 2 बच्चा मकैबारीलाई हाल, 1 बच्चा करेसाबारीलाई है। छोरी गएपछि एग्रो बेटका पसलले मनमनै भन्छन्, त्यो 1 बच्चा भन्छन्, अहिले 2 बच्चा भन्छन्। यता किराले सताको सतै छ, यता पैसा आएकै छ। अर्काको बारेमा के सोच्ने, आफूलाई पैसा आएकै छ।
दृश्य 3 छोरी विषादी लिएर घर पुग्छिन्। घरमा खाना खाने बेला हुन्छ। यसरी खिमेका परिवारले लापरवाही गर्दै भान्साकोठामै विषादी राख्छन् र हात नधोइकन खाना खान्छन्। दृश्य 4 एक खेतमा भएका बुढाबुढी हुन्। यही गाउँको बासिन्दा श्यामेको परिवार। बुढा खेतमा काम गर्दैछन् र बुढी खाना लिएर आउँछिन्। ए बुढा सुन्नुस् त, खाना ल्याएको छु, तपाईँ खाना खानुस्, म चाहिँ औषधि खोलाम्ला। ल म आइहालेँ, त पस्किँदै गर। बुढा खाँदै गर्छन् र बुढी नजिकै विषादी घोल्छिन्। हेर बुढी, पहिलाको जति औषधले यसपालि छुँदै छैन। सखाप छ मकै त क्या नि हो। ल धेरै पिन नलियो, अहिले यति हालौँ, पुगेन भने पछि हालौँला नि। क्या नु त, आम्दानीको मुख्य स्रोत नै खेतीबासी, थान्तिन खर्च गर्न डराउनु भएन। ल धेरै गम्भीर मान्छेमा नबोलाऊ, तब औषधि घोल्दै गर न। दृश्य 5 श्यामेको खेत हुँदै त्यसै गाउँका बासिन्दा हर्के माइलाको बुढाबुढी जो अलि बुद्धिजीवी छन्, उनीहरू पनि आफ्नो खेततिर लाग्दैछन्। अनि श्यामे दाइ के गर्दै हुनुहुन्छ? भाउजू त्यही खाना पस्किँदै हुनुहुन्छ, तपाईँ त्यही खानुहुन्छ, भाउजू चाहिँ त्यही विषादी छाउँदै हुनुहुन्छ। तपाईँलाई आफ्नो ज्यानको माया छैन क्या हो? आफ्नो खेतमा असरलै काम छ, कहाँ तिमीहरू जस्तो फुर्सदिएर छौँ र हामी घरमै बन्दोबस्तरी खाएर आम्नलाई। अनि कता आएको नि बुढाबुढी? ढ्याग्रा ढुङ्ग्री र कोरको भन्नुभयो हो दाइ। हामी त औषधि छर्न हिँड्या हो, औषधि छर्न नभई नहुने सामान बोकेर हिँड्या हो हामी त। अनि तपाईँहरू चाहिँ के गर्नुभयो? तपाईँहरू पनि बरु आजैबाट आफ्नो स्वास्थ्यमा अलिक ख्याल गर्ने गर्नुहोस्, पछि गएर फेरि पछुताउनु पर्ला नि। ल धेरै जान्दिन हो तिमीहरू, आफू पनि काम गर्ने होइन, अर्कालाई नै आएर भुलाउँछन्। ल बुढी छोड्दे, बुझ्नेलाई शिरखण्ड नबुझ्नेलाई खुर्पाको भेट भन्थे हो रहेछ। यति भन्दै हर्केका बुढाबुढी आफ्नो खेततिर लाग्छन्। दृश्य 6
भने कहाँबाट पाउनु? हेत तेरी काका, हजुर पनि जाबु यति स्पेयरमा गर्ने खर्चले त हजुरको अमूल्य ज्यान बचाउन सक्छ नि। हामीले सकेसम्म पिसादी प्रयोग गर्नु नै हुँदैन र गरे पनि धेरै सावधानी अपनाउनु पर्छ नि। ल ल नानी बाबु, अहिलेलाई भइहाल्यो, अर्को पटकदेखि याद गरौँला नि। हस् त काका काकी, हामीले त हजुरलाई बेलामै सतर्क गराएका छौँ। बोलीमा मात्रै होइन, व्यवहारमा पनि उतार्नु होला है। अहिले हामी जान्छौँ। हस् त काका काकी। हस् नानी बाबु। या बुढा यी केटाकेटी के भन्छन् हामी उहिलेदेखि यही गर्दै आछन् क्या रे, अहिलेसम्म केही भएको छैन। या छोडिनुहोस् त्यस्ता कुरा। कृषि विद्यार्थी एक अर्कासँग कुरा गर्दै, होइन साथीहरू, यही नजिक कृषि क्याम्पस हुँदाहुँदै पनि यस्ता शिक्षित युवाहरू हुँदाहुँदै पनि यहाँ कस्तो लापरवाही भएको? त्यही त साथी, हामीले यसरी मात्र भनेर केही परिवर्तन आउला जस्तो छैन। हामीले ठुलै सोच्नुपर्छ। ल त नि साथीहरू, त्यसो भए भोलिको क्लास सकेपछि हामी वडा कार्यालयमा आइपिएम सम्बन्धी तालिम आयोजना गर्ने प्रस्ताव राखौँ न त। त नि, हामी हाम्रो अभिभावक वडाध्यक्षज्यूसँग हामीले यो डरलाग्दो समस्या राख्यो भने केही परिवर्तन आउँछ कि? हुन्छ, शुभ काममा किन ढिलाइ गर्ने? भोलि नै कक्षा सकेर 1 बजेतिर वडाध्यक्षलाई भेट्न जाउँ न त। विद्यार्थीहरू वडा अध्यक्षको कार्यालयमा जान्छन्। नमस्कार वडाध्यक्षज्यू। नमस्कार नानी बाबुहरू, तिमीहरूलाई त मैले कता कता देखे जस्तो लाग्यो। यस गाउँमा पनि कृषि विद्यार्थी होइनौ र तिमीहरू त? हो नि म्याडम, पक्कै पनि हजुरले कृषि क्याम्पसको वातावरण दिवसमा देख्नुभयो होला नि। ए अन्त नि, कति सन्देशमूलक र अविस्मरणीय कार्यक्रम राखेका थियौ। तिमीहरूको प्रशंसा त अरू वडाबाट पनि पाएकी थिए। फेरि पनि त्यस्तै सन्देशमूलक र जानकारी फैलाउने कार्यक्रमको आयोजना लिएर हजुर सामु प्रस्तुत भएका छौँ वडाध्यक्षज्यू। साह्रै राम्रो लाग्यो। चिया खाँदै सुनौ नि तिमीहरूको कार्यक्रमको योजनाबारे। होइन म्याडम, दुःख नगर्नु। अहिले यस गाउँमा विषादीको बारेमा किसानहरूलाई चेतना नभएका कारण हामी हजुरसँग केही प्रस्ताव लिएर आएका हौँ। त्यही समस्याको समाधानको निम्ति वडाले एउटा कार्यक्रम आयोजना गर्नुपर्ने प्रस्ताव लिएर आएका हौँ वडाध्यक्षज्यू। ठिक छ नानी बाबु, तिमीहरूको कुरा राम्रो लाग्यो, तर योभन्दा पहिला अरू जटिल समस्याहरू रहेका छन्। अलि पछि यसको बारेमा सोच्दै गरौँला नि। होइन नि अध्यक्षज्यू, यो त अहिलेको सबैभन्दा जटिल समस्या हो। यसले हामीले बेलैमा समाधान गरेनौँ भने ठुलो रूप लिन सक्छ। विषादीको प्रयोगले त हाम्रो स्वास्थ्य र वातावरण प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा असर पार्दै आइरहेको छ नि। त्यही त, यसले त किसानहरूलाई मात्रै होइन, आउने भावी पुस्तासम्म पनि यसले त असर पार्छ नि। यसलाई त जति सक्दो चाँडो समाधान गर्नुपर्छ। बाबु नानीहरूको कुरा अति आवश्यक लाग्यो। अरू कामलाई थाती राखेर यस कार्यक्रमलाई पनि अघि बढाउँला। तिमीहरू तालिमको तयारी गर्दै गर, आर्थिक सहयोग वडाबाट पनि मिल्नेछ। तिमीहरू तालिमको सुरु गर्दै गर। धन्यवाद। दृश्य 8। वडाध्यक्षको स्वीकृति पाएपछि विद्यार्थीहरू प्रचार प्रसार गर्ने क्रममा गाउँलेहरूसँग भेट हुन्छ। नमस्कार काकीहरू, हामीले भोलि कृषि क्याम्पसमा आइपिएम कृषि सम्बन्धी तालिम आयोजना गरेका छौँ। हजुरहरूको उपस्थितिको अपेक्षा गर्छौँ है त। आउन त हुन्थ्यो नानी, तर हेर न, घरमा डङ्गुर काम छ, कसरी भ्याउनु र खै? होइन काकी, धेरै बेरको हुँदैन नि। त्यस कार्यक्रममा त बिउ बिजन र साथसाथै खाजाको पनि व्यवस्था छ। ए हो र, त्यस भए त मिलाएर आउँला नि नानी बाबु। हस् त काकी, पर्सि 11 बजे
विद्यार्थीहरू यति भन्दै आफ्नो बाटो लाग्छ। दृश्य 9। तालिमको दिन सबै गाउँलेहरू कृषि क्याम्पसमा जम्मा हुन्छन् र विद्यार्थीहरूले पालै पालो तालिम दिन्छन्। तालिमको सिलसिलामा यसै ओडाका ओडा अध्यक्षज्यूलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र तालिमलाई अगाडि बढाउँदै यसै कलेजमा अध्ययनरत छात्र आयुष पोखरेललाई आइपिएमको बारेमा विस्तृत जानकारी दिनु हुन अगाडि स्टेजमा निम्ताउन चाहन्छु। सम्पूर्णलाई नमस्कार। म प्राकृतिक स्रोत व्यवस्थापन कलेज सल्यानपुरमा अध्ययनरत 6औं सेमेस्टरमा अध्ययनरत विद्यार्थी। म आज हजुरहरूलाई आइपिएम एकीकृत शत्रुजीव व्यवस्थापनको बारेमा तालिम दिन यहाँ उपस्थित भएको छु। एकीकृत शत्रुजीव व्यवस्थापन भनेको कृषि बालीमा लाग्ने कीट रोग तथा झारपातको नियन्त्रणको लागि गरिने जैविक भौतिक वैज्ञानिक र रासायनिक उपायहरूको संयोजन गरी गरिने एउटा वातावरण मैत्री विधि हो। यस विधिको उद्देश्य भनेको न्यूनतम रसायनको प्रयोग गर्ने, उत्पादनमा वृद्धि गर्नु र कृषि प्रणालीलाई दिगो उत्पादनतिर प्रोत्साहन गर्नु हो। आइपिएम विधिले वातावरण र मानव स्वास्थ्यको संरक्षण गर्दछ र कृषकहरूलाई दिगो उत्पादनतर्फ प्रोत्साहित गर्दछ र यस किसिमको विधिले अहिले हाम्रो पृथ्वीमा भइरहेको जलवायु परिवर्तन र वातावरणीय सङ्कटलाई पनि विशेष महत्त्व दिने गर्दछ र आइपिएम विधिको केही चरणहरू छन् र त्यो चरणहरूमध्येको सबभन्दा पहिलो चरण भनेको चाहिँ कीटको नियमित अनुगमन गर्नु हो। कीटको नियमित अनुगमन गर्दाखेरि हामीले चाहिँ सबभन्दा पहिलो गर्नुपर्ने काम भनेको चाहिँ शत्रुजीव र मित्रजीव चिन्नुपर्ने हुन्छ। शत्रुजीवको चाहिँ नाश गर्नुपर्ने हुन्छ र मित्रजीवलाई संरक्षण गर्नुपर्ने हुन्छ। त्यसै गरी सहनशीलता सीमा पनि निर्धारण गर्नुपर्ने हुन्छ र त्यही अनुरूप चाहिँ हामीले चाहिँ कुन चाहिँ प्रकारको चाहिँ नियन्त्रण विधि अपनाउने त्यही अनुसार अपनाउनु पर्ने हुन्छ र जैविक भौतिक र सांस्कृतिक त्यस्ता खाले उपायहरू प्रयोग गर्नुपर्ने हुन्छ र अत्यावश्यक परेमा मात्र हामीले चाहिँ कीटनाशकहरूको प्रयोग गर्नुपर्छ र कीटनाशकको प्रयोग गर्दाखेरि पनि किराको जनसङ्ख्या हेरेर किराको जनसङ्ख्या कति छ त्यही अनुरूप चाहिँ हामीले चाहिँ रसायनको प्रयोग गर्नुपर्ने हुन्छ र रसायन जुन प्रयोग गर्दाखेरि हाम्रो जुन खर्च लाग्छ त्यो खर्चभन्दा बढी घाटा हुने देखियो भने मात्र रसायनको प्रयोग गर्नुपर्छ। धन्यवाद। हजुरहरूलाई केही प्रश्न सोध्न मन छ भने सोध्नुहुन्छ। होइन काकी, रसायनको प्रयोग गर्न नमिल्ने भन्दा पनि रसायनको प्रयोग गर्न मिल्छ तर अत्यावश्यक अवस्थामा मात्र र यदि हामीले लगाएको बालीको खर्च बालीको घाटा चाहिँ हामीले प्रयोग गर्ने रसायनको भन्दा चाहिँ बढी हुन आएमा मात्र हामीले रसायनको प्रयोग गर्नुपर्दछ। धन्यवाद। ओहो, आज त हामीले नयाँ कुरा सिक्यौँ नि, होइन त? यस्तै अरू पनि नयाँ कुरा सिकाउनका लागि साथी समीक्षा ढकाललाई विषादीको प्रयोग कसरी गर्ने, कति मात्रामा गर्ने जनचेतना फैलाउनका लागि म उनलाई स्टेजमा बोलाउन चाहन्छु। धन्यवाद साथी आकृति। यहाँ उपस्थित हुनुभएका आदरणीय वडाध्यक्षज्यू तथा गाउँले मान्यजनहरूमा म कृषि विद्यार्थी समीक्षा ढकालको हार्दिक नमस्कार। म आज हजुरहरूले प्रयोग गरिरहने विषादीको बारेमा सम्पूर्ण जानकारी दिन आएकी छु। विषादी के हो त? विषादी भनेको बोट बिरुवा तथा बालीनालीमा लाग्ने किरा, झारपात वा अन्य हानिकारक जीवलाई मार्न प्रयोग गरिने रासायनिक पदार्थ हो। विषादीका धेरै प्रकारहरू हुन्छन्। तीमध्ये 3 प्रकार मुख्य छन्। पहिलो नम्बरमा छ कीटनाशक। कीटनाशकले किरा, फट्याङ्ग्रा अथवा अन्य जीवहरूलाई मारेर बाली सपार्ने काम गर्छ। दोस्रो नम्बरमा छ झारनाशक। झारनाशकले चाहिँ बारीमा उत्पादन हुने
विषादी हाम्रो वातावरण र हाम्रो स्वास्थ्यको लागि धेरै नै हानिकारक छ। हाम्रो स्वास्थ्यमा मुख्य विषादीको असुरक्षित प्रयोगले गर्दा दुई प्रकारका असरहरू देखिन्छन्। एउटा छ तत्कालीन असर र अर्को छ दीर्घकालीन असर। तत्कालीन असरका सिम्पटम्सहरू हुन् जस्तै टाउको दुख्ने, घाँटी दुख्ने, खोकी लाग्ने, निन्द्रा नलाग्ने, आँखाको आकार सानो हुने आदि इत्यादि। र दीर्घकालीन असरमा पर्छन् क्यान्सर जस्ता घातक रोग, मुटु नसा र पेट पक्षघात, पुरुषमा नपुंसकताको समस्या, महिलामा बाँझोपना र गर्भपतनको समस्या र बालबालिकामा भने मानसिक विकासमा समस्या। ल अब हामीले विषादी प्रयोग चाहिँ कसरी उचित ढङ्गले गर्न सकिन्छ त? हामीले विषादी जहिले पनि उचित मात्रा अथवा सिफारिसमा मात्रै प्रयोग गर्नुपर्छ। उचित समयमा मात्र विषादी प्रयोग गर्नुपर्छ। विषादी प्रयोग गरेको बालीनाली अथवा बोट बिरुवा आएका फलफुलहरू हामीले 10 देखि 12 दिनपछि मात्रै खानुपर्छ। यसलाई चाहिँ अङ्ग्रेजीमा वेटिङ पिरियड भनिन्छ। र अर्को भनेको यसको व्यवस्थापन एवं भण्डारणमा हामीले धेरै ध्यान दिनुपर्छ। अनि विषादी किन्ने बेलामा विषाक्तताको बारेमा पनि ख्याल राख्नुपर्छ। विषाक्तता भनेको के हो त? विषाक्तता भनेको कुनै पनि विषादीले कतिको हानि पुर्याउन सक्छ त्यसको क्षमता हो। र यही विषाक्तताको आधारमा चाहिँ विषादीको 4वटा लेभलहरू बनाइएको छ। रातो लेभल भनेको अति हानिकारक हुन्छ, हरियो लेभल भनेको चाहिँ एकदमै सुरक्षित खालको हो, नीलो भनेको मध्यम विषालु हुन्छ भने पहेँलो भनेको विषालु नै हुन्छ। र अन्तिममा म के भन्न चाहन्छु भन्दाखेरि आइपिएमले विषादीको प्रयोगलाई जरैबाट हटाउने कहिले पनि भन्दैन। यसले चाहिँ रासायनिक पदार्थको प्रयोग अन्तिम विकल्पको रूपमा मात्रै लिनुपर्छ भन्छ। ल मेरो यति थियो। हजुरहरूलाई केही प्रश्न छ र? हामीले त पहिलेबाट यसरी प्रयोग गर्दै आएको थियौँ त, हामीलाई अहिलेसम्म केही भएको छैन क्या अरे? के भन्छन् नि नानी पनि? होइन नि काकी, अघि नै मैले भनेको थिएँ त दीर्घकालीन असरहरू पनि हुन्छन्। तपाईँले अहिले तत्कालीन असर नदेखिए पनि दीर्घकालीन असरहरू ठुला रोगहरू लाग्न सक्छन्। जस्तै क्यान्सर रोग। यस्ता उदाहरणहरू हाम्रो समाजमा धेरै पाइएको छ। धन्यवाद। अनि नानी, हामी त तिमीलाई औषधि भनेर प्रयोग गर्थ्यौँ। यो औषधि र विषादी चाहिँ के हो फरक? होइन नि काका, औषधि भनेको त हामीलाई फाइदा गर्ने चिज हो। विषादीले त हामीलाई कुनै पनि हालतमा फाइदा गर्दैन। विषादीको त नाममै विष छ, त्यसैले विषादी औषधि होइन विष नै हो। ओहो, आजसम्म औषधि भनेर प्रयोग गरिरहेको चिज त हामीले विषादी पो रहेछ। अब यस्तै थप जानकारीहरूको बारेमा सिकाउन र सिक्नको लागि साथी किशोर खतिवडालाई अगाडि स्टेजमा बोलाउन चाहन्छु। धेरै धन्यवाद। सम्पूर्ण उपस्थित आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार। आजको यस वडा स्तरीय कृषि तालिमको अध्यक्ष, यसै वडाका वडा अध्यक्षज्यू, उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, आज चाहिँ हामी यो कृषि तालिममा चाहिँ अघिल्लो प्रस्तुता साथीहरूले भने जस्तै विषादीको विभिन्न किसिमका हृदय विदारक दीर्घकालीन असरहरूलाई मध्यनजर गरेर रासायनिक विषादीको विकल्पको रूपमा चाहिँ के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर यो सेसनमा छलफल गर्नेछौँ। अहिलेको समयमा बढ्दो प्रयोग भइरहेको रासायनिक विषादी जसको दीर्घकालीन असरले चाहिँ विभिन्न किसिमका रोगहरू लागिरहेको र मानव जीवनमा ठुलो हानि गरिरहेको सम्पूर्णलाई अवगत नै छ। त्यसैको विकल्पको रूपमा हामीसँग धेरै वैकल्पिक उपायहरू छन्, जसमध्ये हामीले चाहिँ जैविक कीटनाशक विषादीहरूको प्रयोग गर्न सक्छौँ, जुन हाम्रो गाउँघरमा पाइने वनस्पतिहरूबाट बनाउन सकिन्छ, जसले चाहिँ रासायनिक विषादीको अलावा चाहिँ मानव जीवनमा कम हानिकारक असर पारेको देखिन्छ र यसले चाहिँ माटोको उर्वरा शक्तिलाई पनि रासायनिक विषादीको तुलनामा कम असर पारेको देखिन्छ। अब यो वनस्पतिजन्य कीटनाशक कसरी बनाउने त भन्ने कुरामा चाहिँ हाम्रो गाउँघरमै पाइने चाहिँ किराहरूलाई मन नपर्ने वनस्पतिहरू जस्तै सिस्नो, तितेपाती, बनमारा, बकैनो जस्ता वनस्पतिहरूलाई चाहिँ काटेर टुक्रा टुक्रा पारेर विभिन्न किसिमका अनुपातमा प्रयोग गर्न सकिन्छ, जसमा चाहिँ वनस्पतिहरू 10 केजी, गाउँघरमै उपलब्ध हुने गाईको गहुँत 5 लिटर र त्यसमा चाहिँ हामीले 50 लिटर पानी हालेर चाहिँ यसको मिश्रण बनाउन सक्छौँ, जसलाई चाहिँ हामीले एउटा बन्द भाँडामा चाहिँ 20 देखि 30 दिनसम्म चाहिँ राखेर चाहिँ यो तयार गर्न सक्छौँ। यसलाई चाहिँ हरेक 2 देखि 3 दिनको समय अवधिमा चाहिँ यो मिश्रणलाई चाहिँ एउटा लट्ठीको प्रयोगले चाहिँ चलाइराख्नु पर्दछ। यसरी 20 देखि 25 दिनसम्म राखेको मिश्रणबाट चाहिँ हामीले वनस्पतिजन्य
कीटनाशक चाहिँ तयार गर्न सक्छौँ र यसलाई चाहिँ तयार भइसकेपछि रासायनिक विषादी नहालिकन यसलाई चाहिँ एक भाग कीटनाशक विषादी र त्यसको चाहिँ 3 भाग पानी हालेर चाहिँ बिहान बेलुका गरेर प्रयोग गर्न सकिन्छ। धन्यवाद। अनि बाबु हिजो त नानीहरूले हजुरहरूलाई के बिउ बिजन दिन्छु भन्थे, दिन्नौ र? धन्यवाद आमा। बिउ बिजन वितरण कार्यक्रम चाहिँ हाम्रो यसै सल्यानपुर वडा नम्बर 19ले चाहिँ बिउ बिजन वितरण साथै किराको यो रासायनिक विषादीको विकल्पमा प्रयोग गर्ने चाहिँ विभिन्न किसिमका पासोहरू पनि वडामा उपलब्ध छन्। जस्तै प्रकाश पासो, महनी पासो, घैटे पासो जस्ता पासोहरू चाहिँ वडामा उपलब्ध छन्। सँगसँगै बिउ बिजन वितरण र विभिन्न किसिमका पासोहरू चाहिँ यही वडावासीहरूलाई वितरण गर्ने कार्यक्रम चाहिँ वडा नम्बर 19ले राख्ने चाहिँ तपाईँहरूलाई अवगत गराउन चाहन्छु। झोलमलका लागि ड्रोन पनि हाम्रो यसै वडाले चाहिँ यो कृषि तालिम जस्तै गरेर कृषि सामग्री वितरण कार्यक्रम राखेर चाहिँ वडाले वितरण गर्ने कुरा चाहिँ यहाँहरूलाई जानकारी गराउन चाहन्छु। धन्यवाद। अहिलेसम्म ध्यान दिएर हजुरहरूले सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। म कार्यक्रम सञ्चालिका आकृति वाग्ले अब यहीँबाट हजुरहरूसँग बिदाई माग्न चाहन्छु र त्यसअघि चाहिँ हजुरहरूले अब बिउ बिजन, पासो वितरण र खाजाको पनि व्यवस्था छ, त्यो खाएरै जानु होला है। दृश्य 10। तालिमपछि केही परिवारको व्यवहारमा सुधार आउँछ भने केही परिवार चाहिँ उही पुरानै विधि अपनाउँछन्। तालिमपछि हर्केका बुढाबुढी छलफल गर्थे। हो त नि बुढा, आजसम्म औषधि भन्दै जथाभावी विषादी छ रे। के को औषधि हुनु नि, बिक्वै रहेछ नि। हो त नि बुढी, अब हामीले कृषि विद्यार्थीले भने चाहिँ भोलिदेखि झोलमल बनाउनु पर्छ है त। हुन्छ बुढा, भोलि बिहान सबैले उठेर पहिला यही काम गरौला नि। हुन्छ हुन्छ। दृश्य 11। भोलिपल्ट बिहानी पख हर्केका बुढाबुढी झोलमलका लागि सामान बटुल्दैछन् भने खिमेका बुढाबुढी पुनः विषादी छर्न जाँदैछन्। होइन, यो क्या गर्दैछ नि महिलाका बुढाबुढीहरू झारपात बदल्दैछन् त। के को झारपात हुनु नि? हामी त कृषि विद्यार्थीले भने चाहिँ झोलमलको लागि वनस्पति बदल्दैछन् है। या के झन्झट गर्न आँटेको हो तिमीहरूले? खुरु खुरु बजारबाट औषधि किनेर नहालेर त्यस्ता ड्रममा त हामीले चामल हालिसक्यौँ। चाहिरहेको छ है बुढा? ल दिदी, के भन्नुभएको? हिजो मात्रै कृषि विद्यार्थीहरूले औषधि होइन विषादी हो भनेर गए होइनन्? तपाईँहरू आफ्नो सबैभन्दा ठुलो धन स्वास्थ्यमाथि किन लापरवाही गर्दै हुनुहुन्छ? ल ल गराऊ त्यस्ता झन्झट कामहरू, तिमीहरू नै गराऊ। हामी त गयौँ मकैमा औषधि छर्न। जाम बुढी। यिनी बुढाबुढीको घैँटोमा कहिल्यै घाम लाग्ने भएन। अनि औषधि हाल्न जानु भएको रहेछ, त्यति छोटो बाउलो कपडा लगाएर, मास्क पन्जा बुट बिना। अनि खै त नि स्प्रेयर? देखेन कुच्चो, स्पेयर न फिस्पेयर। हामीले उहिलेदेखि यसरी नै गरिरहेछौँ, आफूलाई केही
बसेको तिमीहरूले जानु त्यस्तो नाटीकुटी। यति महँगो स्पेयर त कहाँबाट पाउनु हामीले? यहाँ बुढा हिँड यस्तो कुरा नसुन। अनि बुढाबुढी कहिले सुध्रिने भएनन्। बुढा छोडिदिनुहोस्। भिरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ, काट त थाप्न सकिँदैन नि। जेसुकै गरौँ न अब। दृश्य 12 खिमे साइलाका बुढाबुढी विषादी छोडेर घर आउँछन्। हजुरआमा पिँढीमा बत्ती काट्दै हुन्छन्। आमा कस्तो टाउको दुखिरहेछ मलाई त। गर्मीले होला छोरा, जाऊ त बुहारी, चिसो एक अखेरा पानी सारेर ल्याऊ। ल पक्नु से आमा, ल्याइहाले। लाउनुस्, आज घाम पनि चर्को थियो, त्यही भएर हो कि? असाध्यै बुहारी, बारीमा काँक्रो फले जाइ मान्दे, जाऊ त एउटा टिपेर ल्याऊ, अलि शीतल पो हुन्छ कि छोरालाई। काँक्रो त छ आमा, तर तैँले अघि मात्र औषधि हालेको। फेरि कृषि विद्यार्थीहरूले त एक हप्ता नभए खाना हुन भन्दै थिए के अरे। यसलाई पनि पल्ला गरी छिमेकीको हावाले छोएछ। यस्तो औषधि त पखाली गइहाल्छ नि। जा छिटो गएर काँक्रोले त आफूले कस्तो टाउको दुखिसक्यो। ल त नि, ल्याइहाले। छिटो आइज काँक्रो खान, छिटो छिटो। यसरी विषादी हाल्ने बित्तिकै खिमे साइलाका परिवारहरूले काँक्रो लिएर खान्छन्। स्वास्थ्यमा समस्या देख्दा देख्दै पनि नजरअन्दाज गर्दै खिमे साइलाका परिवारहरू विषादीको प्रयोग गरिरहन्छन्। दृश्य 11 केही समयपछि लौ बुढी धेरै समय भइसक्यो। टाउको दुखिरहेछ, सास फेर्नु नि गाह्रो हुन्छ। त्योमा पनि आज बिहान दुईपल्ट बानी भइसक्यो। तर के गर्नु, आफूले पाउनु पर्यो। जान्छु म त त्यतिर। साह्रै गाह्रो भएको छोडिदिनुहोस् न त, आज भोलि गराउँला। किन आफिनु पर्यो त नि? होस्, खाना साँचे अरूलाई, काम साँचे आफूलाई भन्छन्। हो रहेछ, जान्छु म त खेततिर। के भयो? उठ्नुहोस् नानी त।
हिजो त नानी टाउको दुख्यो भन्दै हुनुहुन्थ्यो, आज त एक्कासी ढल्नु भयो। ल बुढा, झट्टै गएर अस्पतालको पैसा लानलाई लिएर आउनु त। ल ल भाउजू नआत्तिनुहोस्, म छिट्टै गरेर बोलाएर ल्याइहाल्छु। ल ल बाबु छिटो आऊ है। आगे गर्नुहोस् न, आगे गर्नुहोस् न। अनि के भयो अब? खै छाड्नुहोस् त छाड्नुहोस्, यहाँ भिडभाड नगर्नुहोस् त, मलाई हेर्न दिनुहोस् त। उहाँलाई यस्तो भएको कति दिन भयो काकी? धेरै महिना भयो नानी, टाउको दुख्यो भन्ने हुनुहुन्थ्यो, बेला बेलामा बान्दा पनि हुन्थ्यो, आज त एक्कासी ढल्नु भयो हेर न। हेर्नुहोस् न नानी, उहाँले त असाध्यै विषादीको प्रयोग गर्नुहुन्थ्यो, विषादी प्रयोग गर्दा पनि जथाभावी गर्नुहुन्थ्यो। बात त्यही भएर पो हो कि के भयो आज? हो त नि माइली, मैले त यिनीहरूलाई भनेकै हुन्, हरियासी औषधि प्रयोग गर भनेर। यिनीहरूले औषधि भन्दै विषादी प्रयोग गर्दै गरे। हुन त म बुढीको कुरा कसले पो सुनेका नाउँथेर। ओहो, यत्रो महिना दिन हुँदा पनि हेलचक्राइ गरेर बस्ने हो त? स्वास्थ्यले धर्नु भनेको होइन त आन्टी हजुरलाई? हो के अरे नानी, अलिअलि टाउको दुख्यो भन्दै हुनुहुन्थ्यो, त्यो बेलामा धेरै कामको चाप थियो, मेसै पाएन हामीले त। आज त एक्कासी ढल्नु भयो हेर न, के भयो होला? काकालाई त साह्रै गाह्रो परेछ आन्टी, काकालाई त चाँडोभन्दा चाँडो अस्पताल लैहाल्नु पर्छ, न त्यो त गाह्रो पर्छ। दाइ ल्याउँदैछु दाइ, दाइले जाम हस्पिटल जाम दाइ। दृश्य 14। माइलाको परिवार र साइलाको परिवार मिलेर खिमे साइलालाई अस्पताल लग्छन्। साइलाको सबै स्वास्थ्य अवस्था सुन्छन् र चाहिने सम्पूर्ण टेस्टहरू गराउँछन्। हजुरको रगतमा त कीटनाशकको कणहरू भेटिएको छ। के हजुर कुनै कीटनाशक कारखानामा काम गर्नुहुन्छ र? होइन नि डाक्टर साहब, उहाँ त खेती गर्नुहुन्छ। ओहो, त्यसो भए त कीटनाशक र विषादीको त धेरै नै दुरुपयोग गर्नुभएको रहेछ त। हामीले खाने खेतीपातीमा त विषादीको प्रयोग गर्नै हुन्थेन, गरे पनि सावधानी अपनाएर सीमित मात्रामा पो गर्नु पर्थ्यो। आज उहाँको यही हेलचक्राइको कारणले गर्दाखेरि उहाँलाई घातक रोग, क्यान्सर जस्तो घातक रोगको पहिलो चरणमा हुनुहुन्छ। भन्दै थिए विषादी प्रयोग नगर्नु भनेर, माइलाका बुढाबुढीले सम्झाइ टेरिएन, आज यो दिन देख्नु पर्यो। हेर्नु त दिदी, हामीले तपाईँहरूलाई कति सम्झाएँ, हजुरहरूले हाम्रो कुरा केही टेर पुच्छा लाउनु भएन। आज आएर यो दिन देख्नु पर्यो। अब पिर नलिनुहोस्, जे हुनु भइहाल्यो। कृषि विद्यार्थीले झोलमा बनाउनु भनिदिएको ड्रममा चामल हाल्नुभयो। के गर्नुहुन्छ त? आज आफ्नै लापरवाहीले गर्दा आज यो दिन देख्नु पर्यो। अनि बाबु आफैले बुद्धि पुऱ्याएन, आज यो दिन देख्नु पर्यो। अब त पाठ सिक्यौँ नि हामीले नि। दृश्य 15। लामो समयदेखि विषादीको दुरुपयोगले गर्दा हुँदै आएका सानातिना समस्याले बेवास्ता गर्दै आएका गाउँले खिमेको परिवारमा आइपरेको कहाली लाग्दो घटनापछि सतर्क गराउन मुखिया
काउलेलाई भेला सबैजना आइदिनु भयो नि। हेर्नुहोस् गाउँले दाजुभाइ दिदीबहिनीहरू, विषादीको दुरुपयोगले गर्दाखेरि साइलालाई क्यान्सर जस्तो भयानक रोग लागेको कुरा हामी सबैलाई अवगत नै छ। अब योबाट हामीले एउटा सिक लिनुपर्छ। हामीले सकेसम्म विषादीको कम प्रयोग गर्ने र गर्नै परेमा आइपिएम विधिको जैविक खेतीलाई बढी जोड दिनुपर्छ। हामी एकजुट भएर यो गाउँलाई विषादी मुक्त बनाउनुपर्छ। र अब म सँगसँगै भन्नुहोस् त, विषादी औषधि होइन विष नै हो। विषादी औषधि होइन विष नै हो। विषादी औषधि होइन विष नै हो। हामीले देखाएको नाटक एउटा कथा मात्र होइन, यो हाम्रो समाजको यथार्थ पनि हो। विषादीको अत्याधिक र असुरक्षित प्रयोगको कारण हाम्रो स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पर्छ। अबको समय भनेको हामी सचेत हुनु हो र हाम्रो समाजलाई सचेत गराउनु हो। धन्यवाद।